ओ अनुहार मिलेर होला यार भाग्यो बाबाले गरी रोक यार गाइडले ओए हात्ती ओए मा मम हे गाइस वेलकम ब्याक माइ न्यू भिडियो आइपुग्यो सन्चै आरामै हुन्छ म पनि एकदम सन्चै आरामै छु अनि आज चाहिँ म मेरो चाहिँ हैन विवेकको कभर काट्नको लागि हिँडिरहेको छौँ हैन अनि हजमवाला त्यो बार चाहिँ हो हैन यसले बबाल काट्दिन्छ रे हामी चाहिँ अनि स्कुल टिफिनमै आएर हिँडिरहेछ भने स्कुल चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले ठ्याक्कसँगले देख्न सक्नुहुन्छ पेपर चलिरहेको छ एकदम सुस्त पाराले अनि हामी चाहिँ कहाँको डाँडा अरे कुन डाँडा अरे एमए हो सिरिसी डाँडा एकदम सिरिसी डाँडामा आइसकेको छौँ अब चाहिँ हामी कपाल काट्न कति भन्नु है सो फाइनली हामीले कपाल काट्ने ठाउँमा आइपुगिसकेका छौँ देख्न सक्नुहुन्छ भ्यू यस्तो बबाल देखिँदो रहेछ यहाँबाट होइन अझै मैले 5 बबाल देखिनँ क्या यहाँ देख्न सक्नुहुन्छ बबालै छ होइन अब अघि बढ्नुपर्ने हुन्छ हामी यता घरतिर यो कपाल ओए हात्ती देखाउँ त बल्ल हात्ती देखाइदिन्छु म ओए हात्ती म्याम फुले ओए हात्ती ओए मा कत्रो यार यो हात्ती आम्मामा बाप्रे ओए आम्बो हात्ती ओए उठ्यो कत्रो हात्ती छ यार यहाँनिर हेर्न आइज नि भाइ हात्ती हेर्न आइज न कस्तो पत्यो त्यो हात्ती छ के हात्ती हो कि हात्ती नै हो हात्ती नै होला सायद सोध्नुपर्ने हुन्छ अब यहाँनिर लिङ्ग देखिने मैले हात्ती हो कि हात्ती नै हो पक्का आइतल म यहाँ भिडियोमा देखाउँछु हात्ती हात्तीको छाउरो यहाँनिर रहेछु यहाँ गयो देख्न सक्नुहुन्छ हात्तीको छाउरो बबाले मैले तपाईँसँग मैले मिसी लिएर आउँछ भने यसको कपाल यस्तो मुन्डा हानिदिनु भने यस्तो मुन्डा हानिदिनु तक्लु बन्ने हिँड्नु भएछ छ्याट्ट देख्न सक्नुहुन्छ तपाईँहरूले महेन्द्र थार हो नि महेन्द्र थार हो होइन तपाईँहरूले भनिदिनु यो महेन्द्र थार हो कि होइन हो जस्तो लाग्छ मलाई त ल खेल तपाईँ कस्तो देखिँदैछ म यहाँबाट भिडियो गर्छु सो फाइनली आइसकेको छ मेसिन बोकेर एकदम बबाल खालको मेसिन देखेँ त यो खतरा खालको मेसिन छ होइन यो अलिक ब्रान्डेड हो क्या ब्रान्डेड प्राइस सुनाइदियो तपाईँहरूलाई यो चाहिँ प्राइस सुनाइदिन्छु म कहाँनिर छु यतातिर छैन रहेछ प्राइस जस तपाईँहरू गेस गर्नु न यति गेस गर्न आउँदैन तँलाई कोही आउँदैन तँलाई यति गेस गर्न आउँदैन तँलाई कतिको हो भन्दा ल यो भन्न कतिको भन्न यो कतिको 2500 कमेन्ट गरिदिनु है यसलाई कति पर्छ भनेर देख्न सक्नुहुन्छ हात्ती म्याम फुली बा सुन्न भएको हात्ती है यो चाहिँ कसको घर कुन हो इन्दिर घर त्यो छ नि त्यो निलो छ कि के हो त्यो कलर लगाएको के हो इन्दिरे को भन्नु तपाईँहरूलाई थाहा छैन होइन चिनाउन पनि चाहन्न अहिले नकाट्न पहिला अलि एकै झापा छैन नाङ्गे गर क्या नाङ्गे गर चिलाउँदिनु भाइ यार केही हुँदैन क्या पुलअप मार्दै धुम कटक गर्छ त हात ओए भाइ यस्तो कमेन्ट आउला है तँलाई कमेन्ट आउला किसने कमेन्ट गरेको हमको ओए अनुहार मिलेर होला यार भाग्यो नि त त्यो बोरा लिनु गएको मान्छे अब त ट्याक्कसँगले कपाल काट्नुपर्ने हुन्छ कपाल कस्तो भनिदिनु
एकदम त्यसले खतरा सुरुमा मुनि काट्नु पर्ला त्यो अलि मिल्यो भने त्यही छोडिदिनु नत्र काट्नु पर्छ फेरि हस् सयो होइन अब चाहिँ ट्याक्कसँगले यसको कपाल काटिन्छ अनि त्यहाँपछि मैले गर्नुपर्ने हुन्छ यसको कपाल काट्दा म चाहिँ के गरेर बस्ने भन्ने थाहा छ तपाईँलाई यहाँ वाइफाई छ नि त वाइफाई चलाउनु पर्ने हुन्छ मैले अब बोरा आइसकेको बोरा आइसकेको छ सेतो सेतो बोरा टक्कसँगले अब यो बोरा ओए विवेक कपाल काट्ने नि हो त यो पनि काटौँ न बेबी होइन यता काट्नु हो यो कपाल त्यहाँको पनि काट्ने भनेको अलिकति राम्रो हुन्छ नि त पसिना आउँदैन यो गर्मी महिनामा तर कसोमा बब्बाले भ्यू देखिँदो रहेछ क्या यहाँबाट यार फर्स्ट टाइम आयो नि त सो फाइनली हामी चाहिँ कपाल काट्ने स्टार्ट गरिसकेको छौँ त्यही माथि कैँचीले चाहिँ एक रति पनि काट्दैन क्या कैँची चाहिँ मैले लिएर आइदिएको होइन एउटा पनि काट्दैन यसले काट्दैन यसले त्यसैले दोस्तले चाहिँ मिसिनले मिलाइदिने भन्ने टक्कसँगले स्टार्ट गरिसकेको छ अब यसले चाहिँ टिपर फेड काट्छ टिपर फेड हो कि टिपर फेड के काट्छ अरे कस्तो देखिने रहेछ त फाइनल लुक्स हेरिदिनु बाँकी नै छैन यसको फर्स्ट टाइम होइन विवेक टिपर फेड काट्न आँटेको दाजु यत्तिको सामान चाहिँ चाहिन्छ जे होस् ल बाबाले एमएलए कपाल काटिसकेको छ बिहेको चाहिँ दिनु सक्नुहुन्छ बाबाले भइसकेको छ यतातिर कस्तो मजाले नदेखिराखेँ दि भाइ रुँदैछ यहाँनिर कपाल काट्नु पऱ्यो भनेर ओए यो त हात्ती हो सो होइन मैले चाहिँ कपाल काटिसकेको छु तर यो भाइ चाहिँ अहिले काटिरहेको छ यो क्यान चाहिँ देख्न सक्नुहुन्छ होइन यो काले भाइ काटिरहेको छ यो क्यान चाहिँ यहाँ चिमे पारेको छ यता देख्न सक्नुहुन्छ हेलो तर त्यस एउटा भाती सुतिरहेको छ अनि यता कस्तो काट्ने रे भाइ म मुले ढान्दैछु यहाँनिर यसो के वाह अनि यहाँबाट चाहिँ यस्तो बवाल खालको भ्यू छ होइन एकदमै रोमाञ्चक छ अनि यतातिर पनि छ हेर्न सक्नुहुन्छ अब मैले काटिसकेको छु बवाल छ त नि हिरे छ नि अनि धेर मिलायो भने झन् बिग्रिन्छ लुको सुन न धेर मिलायो भने झन् बिग्रिन्छ हेर्न कहिले तिमीले काटिदिउँ कि हामीले म नि बर्खा साथी भने कपाल काट्छले हो काटिन्छ यसलाई काट्न आउने भएर यो यहाँ आएको अनि आफूले कसरी काट्छ अन्त काट्छ काट्नेले काट्छ ऐनामा हेरेर पनि काट्छ भाइ भयो नि यो कपालहरू कसको सो हामी चाहिँ अहिले कपाल काटेर पानी सानी भरेर बजारमा टक्क हिँडिसकेका छौँ पानी खाँदै एउटा कम्पनी गाडी आएको थियो मारुति खानीको कम्पनी गाडी त्यसले पनि रान्डेको माने बाद त्यसले पनि हामीलाई इग्नोर गरेर गयो रोक्दै रोकेन होइन अब चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ अनि उही के भयो बन्ट्याङ गर्छ पल्टाइन त उखारेको रहेछ अलिक खनासी भाइले आएको थियो होला नि त चुरो खाँदै बुढाएर त के हुन्छ भन्दा गाडी किन्छ र अनि आज चाहिँ केटाहरूलाई के भन्छ भन्दाखेरि आज चाहिँ हाम्रो स्कुलको केटाहरू स्कुलको भनौँ न स्कुलको चाहिँ अलिक 10को भनौँ न 10को केटाहरू चाहिँ 2-3 भाइ राखेर क्लासमा अरू सबैलाई घर फर्काइदिएको आज किनभने कपाल काटेको थिएन अनि यो भएर चाहिँ टिफिनसम्मको टाइम दिएको थियो अनि आज चाहिँ हामी टिफिनमा भोलि पनि पठायो भने चाहिँ म ऐसुले आउँदिनँ सुन्नु भयो होइन भोलि मलाई चाहिँ भनेको थिएन काट्नु भनेर त्यही पनि मैले चाहिँ योसित साथी गएको बेला काटिदिइहालौँ भनेर काटिदिएको होइन अलिकति राम्रो लुक्स आउँछ भनेर अनि आज चाहिँ केटाहरू पुरै कपाल काट्नलाई गएको छ कस्तो काट्छ भन्ने कुरो हो होइन सायद काट्दैन केटाहरूले के भनेछ भन्दाखेरि काट्दिनँ बरु स्कुलै आउँदिनँ भन्छ दिनकै आउँछु दिनकै फर्काइदिन्छ दिनकै घर जान्छ सुत्छु भनेछ नि केटाहरूले कपाल काट्दैन अनि सरहरूले यो भिडियो हेर्नु भएको छ भने टक्क सुनिहाल्नु होइन केटाहरूले कपाल काट्नेवाला छैन यदि केटाहरूले हेर्दैछ भने सरहरूलाई सेयर गरिदिनु सरहरूले थाहा पाउँछ मैले डाइरेक्ट भन्न नसकेको भए यो भिडियो हेरेर थाहा पाउँछन् सरहरूले होइन अन्त त्यही आइफोज होला भिडियो मन पऱ्यो होला भिडियो मन पऱ्यो लाइक सब्सक्राइब चुप अनि हाम्रो रि इक्जाम हुँदैछ भाइ त्यो बोर्ड इक्जाम एसी ओ झन्नै भनेको यार झन्नै भनेको अनि केटा तिमीहरू आज आएको छैनौ होइन तिमीहरू सरहरूले के भन्दा छ तपाईँहरूलाई पनि सुनाउँछ होइन अब चाहिँ हाम्रो त्यो प्र्याक्टिकल हुँदैछ होइन सरहरूले टक्क कति मार्क कसलाई दिने भनेर टक्क 26 गतेदेखि अब आउँदो कति फागुन 26 होइन फागुनको 26 गतेदेखि टेस्ट लिँदैछ मतलब प्र्याक्टिकल लिँदैछ अनि त्यसमा चाहिँ अब कपीको लागि 300
तर कपीको लागि 300 भनेको छ, कपीको लागि 300 त्यो लेख्ने कपी हुँदैन इक्जाममा। फाइनल इक्जाम त्यो फाइनल इक्जाममा अरू बेला 100 150 उठाइरहेको हुन्छ यार, टेस्टमा चाहिँ 300 उठाइदिरहेको छ क्या। कुन अब सुनकै कपी ल्याउने हो कि क्या हो होइन, अब हेर्नुपर्ने हुन्छ सुनको कपी ल्याउँछ कि के कपी ल्याउँछ। आफै पैसा दिएर आफै किनेर लेखिदिने क्या उयसमा नि के भन्छ टेस्टमा नि त्यो पनि म त के किन्थेँ, मलाई कपीको पानी फक निकाल्थेँ दिन्थेँ। अनि त्यो अब एसी आउँदैछ, मुटु ढुकढुक हुँदैछ होइन। अब चाहिँ हामी टक्कसँगले के गर्ने होला भन्ने सोध्छ। अब यो चाहिँ पुरै लाउरे भिड्न जान्छ अनि ट्रेनिङमा जान्छ। अब मेरो त उमेरै पुग्दैन अरे, बच्चै छु होइन। होइन कस्तो ठिक अब कस्तो कन्फिडेन्ट लेभल हाई गर्नुपर्छ। अनि त्यो हाम्रो कन्फिडेन्ट त छ होइन, कन्फिडेन्ट छ, तर त्यो हुन्छ नि त्यो गर्ल्सहरूको अगाडि त्यो केटीहरूको अगाडि पुरै यसको पनि 0.0 छ, 0.00 मेरो पनि 0.0। आजबाट चाहिँ हाम्रो कन्फिडेन्ट लेभल बिल्डअप गर्ने डे 1 भोलिदेखि हाम्रो कन्फिडेन्ट लेभल बिल्डअप गर्ने डे 1 छ भोलिदेखि होइन। म अब हामीले आज अलिकति ट्राई गरेको थियो, लास्टै गाह्रै हुँदो रहेछ होइन। पुरै पसिना आइदिने, मुटुले ठाउँ छोड्ला जस्तो हुँदो रहेछ होइन। अब भोलिदेखि चाहिँ टक्कसँगले हामी गर्नुपर्ने हुन्छ बबाल गरी। गाडी आयो यार, कम्पनी गाडी आयो छ। अब चाहिँ ड्राइभर छ। अब चाहिँ हामी टक्कसँगले कम्पनी गाडी रोक्छौँ होइन। तपाईँ हेर्न सक्नुहुन्छ कम्पनी गाडी आउँदैछ होइन। अब चाहिँ हामी रोक्नुपर्ने हुन्छ। रोक्नु भाइ, रोकिएर मुजिको बारले रोक्दैन होइन, रोकिदियो हामीलाई चाहिँ बबाले गरी रोकिदियो यार गाइड। बबा गाडी कम्पनी गाडीले रोक्यो भने हामी चढेर आइसकेका छौँ। कम्पनीको दाइ चाहिँ एकदम बबाल के भनिरहेको थियो त्यो मातेको जस्तो के भनिरहेको थियो नि, मातेको जस्तो गाडी चलाएको भिडियो के बनाएको त्यसो भन्दा त्यो गाडी टोप्पै हाँक्नु भएको थियो क्या। कम्पनी गाडी हो नि त, अब बालागिन्दाहरू अलिक छिटै हाँक्नुहुन्छ, दिनमा 2-3 कति प्रेसर हुन्छ होइन। जस्तो ठाउँ नि गाडा निक्लिनु हालिदिरहेको थियो होइन, जस्तो ठाउँमा पनि हालिदिन्छ अलिकति बबाले प्रेसर हुन्छ क्या। अनि त्यही भएर दिनमा 2 हो कि 3 टिप हान्नुपर्छ अरे। अरू यो बाहिरको लोकल गाडीहरूले दिनमा 1 हान्नुपर्छ भने उनीहरूले 3 हान्नुपर्छ, त्यसरी टोप्पा हाँक्नु पर्दो रहेछ होइन। अनि पुरै मातेको जस्तो गाडी चाहिँ मातेको जस्तो त्यो मातेको मान्छे हुन्छ नि लरबर हो त्यस्तै नै गाडी चलिरहेको थियो। अनि दाइले चाहिँ भन्नुभयो के मातेको जस्तो गाडी छ, के भिडियो बनाउँछौ भन्नुभएको थियो होइन। जो दाइले चाहिँ रोकिदिनु भयो होइन, कसैले रोक्दैन के हो तिमीहरूलाई पनि भन्नुभएको थियो होइन। अगाडिको एउटाले चाहिँ रोकिदिएको थिएन, त्यो दाइले चाहिँ रोकिदिनु भयो। अब चाहिँ यो हामी जानुपर्ने हुन्छ गर। यसको पनि भिडियो आउँदैछ हेर्नु होला होइन। विवेक एसटिएच होइन, विवेक श्रेष्ठ भन्दा सर्च गर्दा पनि हुन्छ, एकदम बबाल भन्दा भाइ खालको प्रोफाइल पिक्चर चाहिँ बबाल खालको भिडियो आउँदैछ हेरेर जानु होला। एकपल्ट कपाल यस्तो गर्यो नि भाइ। अनि यार आजको नयाँ अनि ल आयो बजारलाई भिडियो मन पर्यो होला, लाइक सब्सक्राइब कमेन्ट गरिदिनु हस्। नमस्ते जेनेपा।